आज चाहिँ आज मिति कति हो? 24 है, चैत 24 लास्ट है, रामनवमीका दिन चाहिँ हामी चाहिँ यहाँनिर झापा जिल्लाको दक्षिणी भेगतिर हामी चाहिँ यहाँनिर आज दक्षिणी भेगको जनजीवन अवलोकन गर्न गइरहेको छौँ। कस्तो के छ होइन, दक्षिण पश्चिम होइन, दक्षिण पश्चिमतिर छौँ र मसँग यहाँनिर मेरा सहकर्मीहरू हुनुहुन्छ। अहिले म सहकर्मीहरूको परिचय एकछिन दिन्छु। अहिले राइट न हामी चाहिँ अहिले चाहिँ यहाँ क्याम्पा बजार भन्ने ठाउँमा छौँ है। क्याम्पा कम्मल गाउँपालिका वडा नम्बर कति भयो? वडा नम्बर 2 मा छौँ। ल, पहिलाको तोपगाछी, अहिले हामी चाहिँ यहाँ छ। हेर्नुहोस् है त, यहाँ क्याम्पा ऐतिहासिक है। अलि उहाँलाई थाहा छ ल, यो चाहिँ एकदम ऐतिहासिकका रूप। कुन पो? ओ है, यो पञ्चकन्या। ओ यस यस, द्याट वान है। जमानाको हाम्रो चिनारी घरका रूपमा हेरिन्छ। म तपाईँलाई जुम गरेर पनि देखाउँछु। यहाँनिर हेर्नुहोस्, यो चाहिँ कम्मल गाउँपालिका वडा नम्बर 2 मा छ है, क्याम्पा बजार। क्याम्पा बजार चाहिँ यस्तो छ। ल, अब नाउ हेडिङ टुवर्ड्स, हामी कहाँ जान्छौँ? अब हामी सरङपाडा बैकुण्ठधरा। अब हामी क्याम्पाबाट सरङपाडा बैकुण्ठधरा हुँदै जान्छ। अहिले हामी कहाँ जाँदैछौँ? अहिले हामी अब क्याम्पादेखि तल ढ्याङ्ग्री यतातिर पनि अलिकति उयो गर्ने हो है। यो एरिया चाहिँ हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो र आज हामी त्यही क्षेत्रतिर पनि आउँदैछौँ। ल, तपाईँलाई चाहिँ हामी आज दक्षिण पश्चिम दक्षिण भेग होइन, यो दक्षिण पश्चिममा के छ जनजीवनहरू भन्ने हामी आज देखाउन पनि गइरहेको छौँ। यहाँ प्रायः जसो मलाई लाग्छ आदिवासी होइन, हाम्रा चाहिँ ताजपुरिया, राजवंशी, सतार होइन, सतारलाई त सिम्पली सन्थाल भन्छ। सरी, सन्थाल जातिका बसोबासहरू पनि हामी यहाँ देख्न पाउँछौँ, जो चाहिँ मलाई लाग्छ लोपोन्मुख होइन भनिन्छ, अलिकति लोपोन्मुख अल्पसङ्ख्यक अब। अल्पसङ्ख्यामा चाहिँ सन्थालहरू चाहिँ अल्पसङ्ख्यकै भए होइन। अनि आज हामी त्यताको जनजीवन र त्यताको खानपिन, रहन सहन कस्तो छ त्यसका बारेमा चाहिँ आज हामी जानकारी लिन्छौँ। र अब हामी सँगै यो स्कुल हो या के हो? यो स्कुलको नाम के हो? स्कुल भन्दा मन्दिर हो यो। ए, मन्दिर मन्दिर छ। यस्तो पञ्चायत मन्दिर। अब यो चुनारा भन्ने ठाउँमा छौँ। चुनारा यहाँ चुनारा भन्छ यसलाई। यो ठाउँ चाहिँ चुनारा, क्याम्पादेखि दक्षिण चुनारा। ओके, यो चाहिँ तुलाचन है। के तुलाचन बजार? तुलाचन चोकची रहेछ है, बजार होइन। यहाँ हेर्नुहोस्, यो ठुलो बरको रुख रहेछ। ओके, अब हामी यहाँबाट कहाँ जान्छौँ? टट्टुवामारी। ओ यहाँ टट्टुवामारी, यहाँबाट हामी सिधै टट्टुवामारी भन्ने ठाउँतिर जान्छौँ अब है। ओके ओके, अब हामी यो कोरोबारीतिर आइपुगेका छौँ। कोरोबारीको यहाँनिर निकै एउटा संरक्षण गरेर राखेको एउटा एरिया छ र मैले बुझे अनुसार यो एउटा सिमसारकै रूपमा रहेछ र यहाँनिर भित्र खनिएको रहेछ। ल, लेट्स गो हियर है। हामी यहाँनिर अब जाउँ, भित्र हेरौँ। यो के सिमसार भन्नुभयो सर? चौवन्नी सिमसार। यो विशेष के को लागि हो? कछुवा है। ओके ओके, ल, कछुवा संरक्षित क्षेत्र भनेर यसलाई विकासका लागि यहाँनिर चाहिँ निकै पूर्वाधारहरू बनाइएको रहेछ। आज हामी यहाँनिर झापाको दक्षिणी भेगतिर छौँ, दक्षिण पश्चिम भेगतिर छौँ र यहाँनिर निकै राज्यले खर्च चाहिँ गरेको हो है।
यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ, तर यो पूर्वाधारहरू पुरै बनि नसकेको पनि हुनसक्छ मेरो विचारमा, या त यो के गरिएको है। यो होरोबारी साइडतिर छौँ, यो वासरुम बनाए हुनसक्छ यहाँनिर, अलिक प्रपर युटिलाइजेसन नभएको हो कि जस्तो मैले देखिरहेको छु यहाँनिर। म तपाईँलाई यो प्रत्येक यो चाहिँ यो बनिँदै गरेको यस सिमसार कछुवा संरक्षित क्षेत्र यहाँनिर बनिँदै रहेछ। यो संरक्षण गरेर राख्नु भनेको त एउटा राम्रो कुरो हो है। विभिन्न प्रजातिका कछुवाहरू पनि, अहिले कछुवाहरू त लोपोन्मुखै होला जस्तो लाग्छ मलाई। र यो निकै ठुलो एरियामा यहाँनिर चाहिँ यसलाई यहाँनिर चाहिँ वाल उठाएर यहाँनिर चाहिँ यो संरक्षण क्षेत्र बनाइएको छ, हेर्न सक्नुहुन्छ। ओके, निकै ठुलो छ है, यो निकै ठुलो छ। यहाँनिर यसलाई उत्खनन पनि गरिएको छ यहाँनिर। यो सायद यो पोखरी बनाउनकै लागि होला, यो पोखरी। र यो निकै ठुलो एरियामा छ। यो वाडाले गरे हो कि गाउँपालिकाले नै हो? पाली ओके। ए डाक्टर केआर खम्बु जुलोजिस्ट भनेको तपाईँहरूलाई मेची क्याम्पस है। अहिले सभासद कहाँबाट हुनुहुन्छ, कुन ठाउँबाट, क्षेत्र ए समानुपातिक। ल ओके। अब यहाँदेखि दक्षिणी क्षेत्रहरूमा चाहिँ राजवंशी जाति तराई मूलका मानिसहरूको मात्रै सघन बसोबास भएको क्षेत्र हो। र अब यहाँदेखि दक्षिणी क्षेत्रहरूमा चाहिँ राजवंशी जाति तराई मूलका मानिसहरूको मात्रै बसोबास भन्दा पनि हुन्छ। यहाँदेखि तलको इलाकामा मैले जहाँ सकेसम्म यहाँ पहाडी र अब टट्टामारी स्कुल धेरै पुरानो माध्यमिक विद्यालय र यो धेरै पुरानो ठाउँ टट्टामारी भनेको अब यो लगभग झापाको धेरै पुरानो मानव बस्तीहरू, यहाँ राजवंशी समुदायहरूको बस्ती, उहाँहरूको जनजीवन हजुरहरूले केही मात्रामा उहाँ हाम्रो राजवंशी ग्रुपहरू निकै अगाडि बढेको देखिन्छ। अहिले राजवंशी समुदायहरू पनि बिस्तारै अहिलेको भन्दा अलिक हरेक हिसाब किताबमा चाहिँ अगाडि बढ्दै गएको हामी यहाँ महसुस गर्न सक्छौँ। घरहरू उहाँहरूको यहाँ प्राचीन किसिमको घरहरू पनि छ। यहाँ राजवंशीको बस्ती यति जमिन यता बस्ती। अब हामी यो टट्टामारी कटेर कहाँनिर छ? अब टट्टामारीबाट हामी बगा चौधरी, कहाँ अरे बगा चौधरी लगभग यो अन्तिम गाविस पनि हो पुरानो चाहिँ। यहाँनिर तल अब भारतको बोर्डरलाई छुन्छ यो पालिकाले। भनेपछि हामी भारतको बोर्डर आइपुगिसक्यौँ। भारतको बोर्डर बिहार यहाँभन्दा धेरै टाढो छैन। दाउरा यही हो जसलाई चाहिँ खाना पकाउने प्रयोजनको लागि यसलाई प्रयोग गरिन्छ। यसरी गोबरको गोइठो हेर्दै गर्न सक्नुहुन्छ। गोबरको गोइठो जति पनि यहाँ दाउराको अभाव छ गोबरको। अब हामी बगा चौधरी बजार गइरहेछौँ। अब केही समयमै हामी बगा चौधरी बजारमा आइपुगेछौँ। ओपन एरिया, एकदम ओपन एरिया, एकदमै कम्पनी यहाँ पनि ठिकै छ। यो पनि गाउँ नै हो, नेपालै हो। यहाँदेखि इन्डिया पर्छ नेपाली।
यति तल लाइफमा आखिर है यति तल हो लाइफमा पुरा छ खाली क्लिक गरेछ अब पातलो बस्ती ठाउँ घरहरू बस सबै केन्द्र जमानामा है जमानामा गाडा देख्न सक्नुहुन्छ अब यो इलाकामा मात्रै मैले बुझेसम्म पर्छ यो भाकुरमारी भन्ने गाउँतिर जान्छ एउटा माइक खोला पनि नजिकै पर्छ तर हामी यता भाकुरमारी नभएर यता बगा चौधरी बजार प्रवेश भएछौँ अनि बग्गा चौधरी बजार बग्गा चौधरी बजार है ओके सो अहिले हामी एकछिन रोकौँ